र्यान्डम नम्बर जेनेरेट गर्नु आज चाहिँ सिकौँ है त सबैजनाले। जस्तै अब तपाईलाई 1 देखि नम्बर चाहिएको छ अरे 50 को बीचमा कुनै पनि एउटा नम्बर है। तपाईले कसरी जेनेरेट गर्नुहुन्छ त्यसलाई? सिम्पल छ, एक्सेलमा हो भने इक्वल टु चाहिँ अब जे को पनि स्टार्ट हुँदाखेरि इक्वल टु नै हुन्छ हैन, फर्मुला स्टार्ट हुँदा। त्यहाँदेखि रेन्ज बिट्विन गर्नुस् 1 देखि 50 सम्म भयो हैन। यसरी नै तपाईले अब तपाईलाई 3-4 वटा नम्बर चाहिएको छ भने या मानौ 6-7 वटा है, यसरी तपाईले गर्न सक्नुहुन्छ। यो पनि सिम्पल अब हेर्नुस् है, रेन्ज बिट्विन 25 देखि सपोज 50 सम्म नम्बर कुनै पनि चाहिएको छ भने गर्नुस्। तर यो एभ्री टाइम तपाईले क्लिक गर्नुहुन्छ त्यति नै पल्ट यो चाहिँ चेन्ज हुँदै जान्छ। यसलाई चाहिँ तपाईले चेन्ज नहोस् भनेर यो सपोज तपाईलाई यही नम्बर चाहिँ तपाईलाई चाहियो भने चाहिँ तपाईले के गर्नुहुन्छ, सिम्पल यसलाई सेलेक्ट गर्नुस्, कपी गर्नुस्, यता लगेर चाहिँ जहाँनेर तपाई पेस्ट गर्नुहुँदैछ यहाँ चाहिँ पेस्ट स्पेशलमा चाहिँ पेस्ट एज भ्यालुज मात्रै गर्नुस्। अब यो भ्यालु चाहिँ तपाईको यहाँ चेन्ज हुँदैन, नत्र भने चाहिँ फेरि यो एभ्री टाइम यसरी तपाईको चेन्ज भइबस्छ हो। यताको यो साइडको चेन्ज भयो तर यो साइडको चेन्ज भएन।